तपाईहरुलाई थाहा छ एउटा यस्तो प्रडक्ट छ जसले तपाईहरुलाई बुढो हुनुबाट रोक्न सक्छ। एन्टी एजिङ प्रपर्टी भएको रेटिनोल आजकल एकदम पपुलर छ र यसलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा डिस्कस गरौँ। रेटिनोल भनेको भिटामिन ए डेरिभेटिभ हो जसले चाहिँ कोलाजेन बढाउँछ, पोर्सहरु घटाउन सक्छ, पिम्पल्सलाई घटाउन सक्छ, त्यस्तै फाइन लाइन्सहरुलाई कम गर्न सक्छ, अनइभन स्किन कलर र अनइभन स्किन टेक्सचरलाई पनि राम्रो बनाउन सक्छ। यो स्टार्ट गर्दाखेरि लो पर्सेन्टेजमा 0.25% रेटिनोल अथवा त्यसकै डेरिभेटिभ रेटिनोल या बाकुची ओइल भएको कम्पाउन्डबाट चाहिँ प्रयोग गर्न सकिन्छ। रेटिनोल लगाउँदाखेरि हप्ताको 2 दिनबाट हजुरहरुले स्टार्ट गर्दा हुन्छ। यो जहिले पनि बेलुका मात्र प्रयोग गर्नुपर्छ। आफ्नो स्किन क्लीन गर्ने, प्याक गरेर ड्राई गर्ने र त्यसपछि बेलुका चाहिँ हप्तामा 2 पटक प्रयोग गर्ने। सुरुमा लगाउँदाखेरि हामी टी साइज्ड अमाउन्ट भन्छौं जसलाई मटर कोसाको दाना जतिकै थोरै चाहिँ लगाउनबाट सुरु गर्नुपर्छ। रेटिनोल स्टार्ट गर्दाखेरि याद गर्नुपर्ने कुरा नम्बर 1 एक्टिभ इन्ग्रेडिएन्ट भएको AHA BHA भएको प्रोडक्टहरु प्रयोग सँगै नगर्ने। नम्बर 2 यो आँखाको वरिपरि या मुखको कर्नरतिर चाहिँ नलगाउने। नम्बर 3 सनस्क्रिन भने रेटिनोल स्टार्ट गरेपछि लगाउनै पर्छ, नत्र भए स्किन सेन्सिटिभ भएर झनै उल्टो असर गर्न सक्छ।